हेलो ग्याङ वेलकम ब्याक टु माई युट्युब च्यानल। आज तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै आरामै छु। आज भाइटिकाको दिन ग्याङ होइन, माथि आमाहरूको घर जाँदैछु। दिदीहरू सबैजना आइसक्नु भएको छ एन्ड म त्यही भएर म पनि हिँडिरहेको छु। बुवा भाइ अहिले पछि बाइकमा आउँछ। म चाहिँ पुरा हिँड्दै त्यो पुल होइन, हाम्रो खोलाको पुल, यो भालुखोला भन्छ क्यारे यहाँ चाहिँ होइन, भालुखोला क्यारे होइन भालुखोला नै हो। यत्रो वर्षपछि राजा क्यारे भनिदिइरहेको क्या होइन। यो चाहिँ भालुखोला होइन, यो चाहिँ यहाँ चाहिँ भालुखोला हेर्छ यो पुल। माथिबाट पुरा सूर्य उदाएर होइन बवाल देखिरहेछ। सानो छ होइन खोला, ढिलो भइसक्यो ग्याङ यार। आफू एक्लै यता तुन्छन् उता तुन्छन् होइन, भिडियो सिडियो टक्कसँगले एडिट गरेर हाल्दा ओर्दा धेरै टाइम लाग्ने क्या। के गर्नु गर्नै पर्यो। फेरि घरि के मिल्दैन घरि के मिल्दैन होइन ग्याङ। पुरा कपिराइट पनि लाग्दिन्छ बेला बेलामा, दिमाग खराब। अब एक दुई खेप कपिराइट हानिदियो भने त आइडी साइडी उड्छ, च्यानलै उडाइदिन्छ। गाह्रो छ यार मलाई, आफ्नै भिडियो हाल्दा नि त्यस्तो हुन्छ यार। तल रोडमा निस्किन्छु ग्याङ होइन। अब यो तेर्सो पर्कसम्म जाने, त्यस पछाडि माथितिर उकालो जाने। लगभग मलाई 1 देखि 1.5 घन्टा लाग्छ होला क्या होइन। म एक्लै छु क्या, रोडमा पुरा सबतिर कोही छैन, रोड खाली यार, खाली हट यार। आकाश पनि बवाल देखाएको छ क्या आज चाहिँ। आज आकाश बवाल देखाएको छ पुरा, माथि त खतरा खतरा कुहिरो बतिरहेको छ क्या, निलो होइन। ठाउँमा सेतो। अहिले म माथि डाँडामा आइपुगेको छु होइन। यो हाम्रो गाउँतिरको भ्यू होइन, खतरा छ। आज बवाल लागिरहेछ क्या मलाई चाहिँ, अरू दिनभन्दा नि आज चाहिँ बवाल लागिरहेछ। त्यही होइन, हिँड्दैछु आज एक्लै भयो क्या, 1-2जना भयो पो होइन, कुरा गर्नु पनि मजा आउँछ। अनि त्यहाँदेखि लगेर बस्नु आउँदै होइन, तपाईँहरूलाई हेर्न पनि मजा। के गर्नु यार, यस्तै छ। हावा मस्त चलिरहेछ, क्वाक क्वाक पारेको थियो तलतिर, के हो। आकाश बवाल छ क्या, अरू त त्यस्तै हो यार ग्याङ होइन। यो आकाश चाहिँ मलाई बवाल मन पर्यो। गाउँ ग्याङ गाउँ बवाल छ। कसले भने यार नेपाल सुन्दरताको भरिपूर्ण देश छैन भनेर, हेर्नुहोस् ग्याङ होइन। यस्तो बवाल छ नि होइन आज यार, एकचोटि हेर्नु न होइन, ग्याङ यस्तो बवाल छैन डाँडा, भ्यू यस्तो खतरा छैन माथिको भ्यू त। हामी माथि डाँडामा पुगेर चाहिँ 3जना बाइकमै हिँडेका छौँ ग्याङ होइन। अब 3जना पुरा माथिको भ्यू चाहिँ बवाल हो कि ग्याङ। यतै जानु होला होइन, उताबाट बाइक आएछ। फाइनली ग्याङ हामी माथि आमा घरमा आइसकेका छौँ। अब एकछिनमा चाहिँ
दिदीले खाजा खानु बोलाइरहनु भएको छ, खाजा खाने हो। त्यही हो ग्याङ, यो हाम्रो माथिबाट देखिने भ्यूहरू हो। पारी पारी अब वहाँ पारी पारी देख्न सक्नुहुन्छ, खतरा खतरा देखिरहेछ क्या ग्याङ। त्यही हो, हेर्दै जानु होला। हामी खाजा खान थाल्यौँ ग्याङ। खोइ म पनि यसो गरेर हुन्छ कि हुँदैन यो कपाल रहेछ। ह्याप्पी तिहार है ग्याङ, ह्याप्पी तिहार, ह्याप्पी तिहार। टिका लाउन सुरु, अब मेरो पालो। धेरै पछाडि पनि भाइ लुख निकालेर ल्याइदिएँ। अब सिधा बस्यो के पुगेन भाइ छोटो भाइलाई सुहाउँछ लामो भयो। ह्याप्पी तिहार सबैजनालाई, ह्याप्पी तिहार, ह्याप्पी तिहार मेरो माइल दिदीलाई। ल खानेकुराहरू पनि आइसकेको छ, नखाइदा के गर्नु होइन। हामी पछि खाइसकेर चाहिँ फोटोसोटो खिच्यौँ ग्याङ होइन। त्यही हो, 4 बजीतिर। भिडियो मन पऱ्यो भने सपोर्ट चाहिँ गर्न नबिर्सिनु होला मलाई पनि, त्यही भन्न चाहन्छु। ओके, थ्याङ्क यू, अल द बेस्ट सबै ग्याङहरूलाई, त्यही भन्न चाहन्छु। हस्।